So hello everyone, welcome back to my channel. आज चाहिँ मतलब अहिले चाहिँ समीरन र म यहाँ मिलन्स क्याफेमा छौँ। यो भिडियो हेर्नु भएको छैन भने हेर्नुहोस्, यो हो लोकेसन चाहिँ, ठाउँ चाहिँ यो हो। र हामीले आज के गर्यौँ भनेर हेर्नलाई चाहिँ भ्लग लास्टसम्म हेर्नु होला। अनि यो चाहिँ एकदम ऱ्यान्डम भ्लग हो, त्यस्तो केही पनि छैन। हामी कलेजबाट निक्लेर के गर्यौँ भन्ने हो, फ्राइडे, आज फ्राइडे हो र कलेजबाट निक्लेर के गर्यौँ भन्ने मात्र हो यो भ्लगमा चाहिँ। अनि कसैले तल कमेन्टमा कमेन्ट गर्यो कि यो भ्लगमा धेरै बोल्यो के हो, यस्तो हो, बोलाबोल मात्र धेरै हो, केही पनि देखाएन भनेर देखाएरैछ भने केही गर्न सक्दैन। त्यही पनि किनभने भ्लग भनेको बोलेर गर्ने कुरा नै हो। सो पहिल्यै भनिरहेको छु, इफ यु लभ अस टकिङ देन हेर्नु होला मजाले। सो लेट्स एन्ड टु द भ्लग। सो सबभन्दा पहिला हामी गयौँ लभिङ मल, किनभने त्यहाँ मलाई केही सामानहरू लिनु थियो। अनि लिएपछि चाहिँ हामी लिफ्टबाट तलमाथि गर्दै थियौँ। हामीलाई लिफ्ट चढ्न डर लागिरहेको छ गाइज। कहाँ जाने? मान्छे जाने होइन। हेलो कसरी डर लाग्ने धेरै डर लाग्छ नि। मलाई डर लाग्छ। डर लाग्छ। ए बस 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 के अब हामी डर पोस फेरि एकचोटि मान्छे होइन मलाई यस्तो अरू ठाउँमा डर लाग्दैन कि, किन यस्तोमा डर लाग्यो गन भन्ने। यहाँ त त्यो तिमीले ऊ भने होला भन्दैन कि माथि जाने होला फेरि त्यहाँ डुलेर त्यस्तो हुँदैन हाम्रो केसमा। अस्ति मैले 10 चोटि गरेको के पागल रहेछ मेरो साथीहरू। यो 5 फ्लोरमा होइन 10 चोटि दिने। म त फेरि KFC यहाँ नि खोलेर रहेछ हामीलाई क्या अघि। What do you want to say? अब हामीलाई त लभिङ है। बाई बाई लभिङ। तुसी ना जाओ। उताबाट मोमो खाने हो अब। पनि त्यो के अरे त्यो एक्सिलरेटर के अरे त्यो सुनिया लाग्छ लास्ट तर ठुलो छ क्या होइन कि क्रसिङको लागि मात्र बनायो भने त अनि उ गरे भए पनि त हुन्छ नि। के भन्छ त्यसलाई, सानै बना भए पनि त हुन्छ नि कि ठुलो किन बना ठुलो मान्छेलाई आउनलाई बनाएको नि। अब साथीभाइमा यस्तो चलि नै हाल्छ। यसपछि हामी गयौँ द ग्रेट टेस्ट बोसो रोहित मोमो। यहाँ हेर्नुहोस् वहाँ। अनि हामीले मजाले मोमो खायौँ। अब डोन्ट जज हामीले मोमो खाँदाखेरि होइन, सबैको आफ्नो खाने स्टाइल हुन्छ अब होइन, त्यस्तै हो। अनि मिठो थियो मोमो चाहिँ। सो यहाँ अब मोमोमा चाहिँ होइन यसो बोसो सोसो हालेर बनायो भने यसो मिठो हुन्छ भनेर भन्छन्। तर हजुरलाई चाहिँ कसरी अब त्यो ऊ आइडिया आयो, मतलब त्यो ऊ गर्ने? बोसो दही हो हाम्रो होइन, बोसो नभएको बोसो हाल्यो भने अब रस आउँछ भने बोसो हाल्ने हो, तर हाम्रो बोसो हुँदैन। बोसो नभएको शरीरलाई फाइदा हुन्छ नि, बोसो खाएर त फाइदा हुँदैन। त्यो कति वर्षदेखि चल्दा अब? हाम्रो भयो 20-25 वर्ष भएछ। धन्यवाद। सो मैले चाहिँ त्यहाँनिर इन्टरभ्यू लिन मिल्छ भनेर भने सानो होइन, त्यो अङ्कलले चाहिँ बिल दिन मिल्छ कि सम्झिनु भएछ बिल कटाउँदै हुन्छ कि
सो यहाँ चाहिँ 100 को टी सर्ट भनेर लेखिरहेको रहेछ सो हामीले के रहेछ भनेर हेऱ्यौँ गएर भित्र ₹100 चाहिँ टी सर्ट के रहेछ बच्चाहरू हो कि आयो बच्चाको ठुलोको घरमा जस्तो लाउनुलाई त्यो त अर्कैमा थियो हिँडिरहेको छैन किने किन्यो 100 रुपियाँमा टी सर्ट स्टक क्लियरेन्स सेल रहेछ क्या के होइन अरू त्यही हो क्या न मलाई रोज गर्छ जुन बेला नि अब हेर्दै भ्लग त एडिटेड छैन फुल्ली उसलाई साउन्ड हालिदियो होला तर होइन कि मलाई यस्तो चाहिँ राति घुम्न मन लागेको छ कि एकचोटि मलाई गर्न सक्ने मौका मलाई गर्न सक्ने मौका के भने भिडियो बनाइरहेको छु फेरि छ्या छ्या म यहाँ के भन्नु लाग्थेँ म त भ्याउँदिनँ भनेको थिएँ नि रातितिर के होइन टक्क लगाएर त्यो शान्त माहौलमा धेरै मान्छे भएको नि होइन हिँड्ने चाहिँ हिँड्ने होइन त्यो गाडीमा घुमिसुनी चाहिँ होइन तर हिँड्ने नै के कसले भन्दा यसलाई चाहिँ केही खाना दिनु पर्दैन अरू यही यो सिन्का दिए पुग्दो रहेछ न यो मेटाफोर हो क्या मेटाफोर के मेटाफोर अलिकति यो मुखमा रहेको चाहिँ हल्का कन्फिडेन्स आएको क्या राख कन्फिडेन्स हो त मेरो त हातै दुइलो यार के भयो ब्याङ्क बोकेर हिँड्या भयो कि के हो मैले एउटा भ्लगरको हेरेको थिएँ कि त्यसले भाइ दूसरी साइड आज मैं इस हाथ से खिचूँगा मेरो हातले दर्द गरेर आएर भन्छ होइन म त कति नै दुख्लाएर नाटक गरेर होला भन्नु छैन आफ्नो आफ्नै दुखिरहेको अहिले के भयो त यो कुरामा होइन कुरा के कुरा कस्तो कुरा के भयो भने कुरा गर्दा के हुन्छ र मन नहस है यसो म सिरियस होला चाहिँ यहाँ सिरियस त वो बनाएको त निकै म यहाँ मान्छे बसेको चाहिँ एउटा कसरी होला नि गयो अब चाहिँ तपाईँको फोटो लिएर आइहाल्यो त्यसपछि आछु जाडो मौसम पनि हट भइदिएर ना हमको जाना दे रहे हैं ना खुद जा रहे हैं क्या बोला फिर से बोलना मच्छरदानी भनेको मच्छरदानी के सुन्नाको तिमी यार उल्टो उल्टो त मैंने के सुना सोझो छु सोचिरहेको थिएँ तिमी त क्यामेरा सुनिसकेपछि सुने नि त्यो हेर्दा त एकदम खतरा देखिन्छ होइन हो र तर किन्नमा ब्यान्ड बजाती है कति होला प्राइज ल गेस गर नर्मलकै हामीले किन्ने नर्मलकै 2-3 हजार पर्छ यो त अलि क्राफ्टेड जस्तो लागिरहेको मलाई सिम्पल एउटा त्यो छ इजी त्यो छ अल्टरनेटिभ छ एउटा बनियान एउटा कच्चा अरू के चाहियो सुतान गाउनु सक्छ मुगा एउटा बस्दा बच्चाको त सक्छ म बच्चा हो बच्चाको बाउ हौ बच्चा त तू है यहाँबाट जान थियो कसको घरमा जान्थ्यो ओके त गाना ए यहाँबाट त्यहाँ जान्छ म त नजाने यहाँबाट त्यहाँ जान्छ कहाँ जान्छ म त नजाने यार यो त्यतै जान्छ होइन त्यतै जान्छ त्यो मान्छेले हेर्नु भएको छ भने कमेन्ट लाइक सेयर सब्सक्राइब अगेन होइन दुईचोटि सब्सक्राइब गऱ्यो भने त अनसब्सक्राइब हुन्छ ट्याक्कै एउटा इम्पोर्टेन्ट कुरा आउँछ ठ्याक्कै त्यो खिच्न स्टोरेज फुल भनिन्छ कि ब्याट्री लो समथिङ त्यो के भन्छ कि हेर तेरो मोटो जिउ जस्तो मोटो बुद्धि पनि छ नि त होला लगान अहिले अफ गरेर कति पनि होइन अफ गऱ्यो भने केही देखाउने हुँदैन नि त अब
मोमो नहीं खाई छे लबिङ नहीं घुमी छे दिखाएगा क्या भाई देख के खासमा लगिङ त राम्रोसँग डुलेकै होइन क्या देख के दिखाएगा क्या पागल जस्तो डुल्न पर्छ कि त्यहाँ BAE पेई मलाई सुट्टेबाज भन्यो क्यामेरा क्यों ऑन करे क्यामेरा क्यों 110 में फोन कर दे के एक दफा क्या हो त हाँ दफा के हुन्छ एउटा मिम छ के क्यामेरा क्यों ऑन करे भाई क्यामेरा क्यों ऑन 110 को फोन कर दे उसले चाहिँ मेरो बर्थडे भ्लग हेर्छ अनि हेरेपछि के गर्छ रिभ्यू दिन्छ A few moments later. हेऱ्यो होइन ल भन अब एकदम ट्रु ओपिनियन ट्रु ओपिनियन के भन्दा अलि तिमी धेरै गोरो देख्यो क्या यसमा चाहिँ कसैलाई होइन गोरो देख्यो भ्लग के भ्लग थियो त्यो के हो त्यो भ्लग भएन राम्रो भएन यु क्यान ट्राई के भन्छ मोर बेटर के भन्छ बेटर लक नेक्स्ट टाइम ए समीना बोले मेरो यहाँ आएको देखिँदो रहेछ मलाई बर्गर खान परेको बर्गरै आएन मेरो कट्टी रोल चाहिँ आइसकेको छ गाइज र थोरै छ यार कस्तो सेम म्यान हेलो यता 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 हाई होइन भाउ दिएन मलाई त्यो दिन छ्या जाने हो त पेटभित्र